हेलो सम्पूर्णमा नमस्ते। आज फेरि हिजोको जस्तै डेली इभिनिङ ब्लग बनाउन निस्किँदैछु। आज चाहिँ म बस्ने ठाउँदेखि अलिकति पर एउटा उच्चनोमिया फरेस्ट पार्क भन्ने छ, त्यहाँ जाँदैछु। झन्डै म बस्ने ठाउँदेखि 5 किलोमिटरको दूरीमा छ है। त्यहाँ पुगिसकेपछि के कस्तो हुन्छ सबै कुरा देखाउँछु नि है, एकछिन हेर्दै जानु ल। यहाँ चाहिँ अब ठ्याक्कै सिग्नल पर्यो, सिग्नलमा वेट गर्नु पर्यो। नेपालको जस्तो पेलेर जानु पाइँदैन नि, ठ्याक्कै मेरो पालो आयो। यस्तो राम्रो छ कि यो जङ्गलको बाटो है, मलाई सुरुमा यतातिर आउँदाखेरि आफ्नै घरतिरै उतै घुम्नुतिरै गएको जस्तो फिल हुने। यहाँ मैले मम्मीलाई पनि धेरैचोटि लिएर आएको छु। हेर्नु त मम्मी यता आउँदा ठ्याक्कै घरतिर गए जस्तो भएन, माथि बतासेतिर कता कता आफ्नै गाउँठाउँतिर पुगे जस्तो रमाइलो लाग्छ साँच्चीकै। यति शान्त छ, जापान बसेर नि कस्तो गाउँमा बस्छ भन्नुहुन्छ होला। मलाई त यता बस्दा बस्दै प्रकृतिसँग प्रेम नै भइसक्यो। कस्तो आनन्दको सिनहरू छ है। गाडी यस्तो फास्ट चाहिँ चलाएको होइन ल, भिडियो हल्का फास्ट गराएको। भिडियो खिच्दा खिच्दै लामो भएछ, त्यसैले गर्दा। ल अब ठ्याक्कै पार्किङमा आइपुगेँ। यति बेला साँझ परिसक्यो हुनाले हाइकिङ गएकोहरू पनि सबै फर्किसक्यो। यति बेला खासै छैन, 3-4 गाडी मात्रै थियो। यस्तो पार्कहरू ठाउँ ठाउँमा बनाइदिएको छ, यति सजिलो छ, स्वस्थ हो खानको लागि। अहिले चाहिँ ठ्याक्कै म पार्कनिर आइपुगेँ। यहाँ चाहिँ तपाईँको साकुरा फुल, जापानको एकदम यो राष्ट्रिय फुल पनि हो, अझै बाँकी छ। कतिपय ठाउँमा फुल्दैछ। नेपालमा त पैँयु भन्छन् यसलाई। कस्तो सौन्दर्यता दिन्छ यो ठाउँमा। घरमा छँदा भैँसीलाई घाँस काट्दाखेरि त्यो कपडा लाएर चढे है, झर्दाखेरि सुरुली खेल्नु पर्ने, कपडा पहेँलो भएर एक त काम गर्न अल्छी, फेरि नगरी नहुने। घरमा डाले घाँस काटिदिने मान्छे कोही थिएनन्। जा त काट भनेपछि पैँयुमा चढ्नु पर्ने। रमाइलो थियो त्यति बेला पनि। अब चाहिँ मैले यहाँदेखि हिँड्दै हजुरहरूसँग गफ गर्दै गर्दै अगाडि जान्छु ल। अनि यो चस्मा चाहिँ किन लगाएको होला इभिनिङ वाकमा, देखाउनको लागि त भन्नुभएको छैन नि? त्यस्तो होइन ल, मलाई यो वनस्पतिको एलर्जी छ। यो चाहिँ जापानको एकदम पपुलर एलर्जी हो। त्यो एलर्जीले गर्दाखेरि पुरै त्यो आँखाहरू चिलाएर आँखाले हेर्नै सकिँदैन क्या। त्यसले गर्दा चस्मा चाहिँ कम्पलसरी लाउनै पर्छ। डक्टरहरूले पनि चस्मा लगाऊ भन्ने सजेस्ट गर्छ। प्रायः सकेसम्म कालो चस्मा लगाऊ भन्छ। अँध्यारो अँध्यारो हुन लाग्यो भने चाहिँ त्यो रङ नभएको चस्मा, सेतो प्लेन चस्माहरू लगाउँछु। होइन भने त कालो चस्मा कम्पलसरी लाउनै पर्छ। हेर्नु न, अघि घरबाट हिँड्दा कस्तो गर्मी गर्मी फिल भएको थियो। यहाँ त आइपुग्दा पार्कको बिचमा भएर होला चिसो चिसो शीतल शीतल महसुस भइरहेछ। यहाँ चाहिँ ठ्याक्कै त्यो तालमा जम्मा भएको फोहोरहरू आएर थिग्रिएर बस्छ। अनि यो पानी चाहिँ योभन्दा माथि नजाओस् भनेर ठ्याक्कै कटनी गराएको छ क्या यहाँनिरबाट। कति धेरैसम्म सोचेर गर्छ यिनीहरूले, तर वर्षैभरि चाहिँ यो तालमा पानी हुँदैन। खै यसमा केही लजिक छ होला यिनीहरूको। तर यो पानी कहाँदेखि आउँछ अहिलेसम्म पत्ता लगाउनै सकेको छैन। अहिलेसम्म म धेरै त होइन, यो पार्कमा झन्डै 300 चोटि त आइसक्यो होला। मेरो एकदम फेभरेट पार्क। नेचर मनपर्ने भए हुनाले यो फुल हेर्नु न कस्तो राम्रो छ। अब मैले कति खिच्न सकेँ, कति हजुरहरूलाई देखाउन सक्छु भन्ने कुरा हो।
मेरो आँखाले चाहिँ एकदम राम्रो देखेको छ है। अब क्यामेराले कस्तो खिच्यो त्यो त थाहा भएन। यहाँ अगाडि मैले एउटा यो टर्निङनिरको त्यो ऐना देखाउँछु ल, यो गाडीहरू देखिने। खासमा यो बाटोमा यहीँको यो पार्कको कर्मचारीहरू बाहेक अरूले गाडी लिएर हिँड्न पनि पाउँदैन, त्यही पनि कति सुरक्षित हुन्छ कि। स्ट्यान्डै गरुङ्गो यहाँ राख्ने, यसरी खिच्ने कि आफूलाई गफ गर्ने, चराचुरुङ्गीहरू कराउँछ, आनन्द आउँछ, सबै कुराहरू ठिकै छ। त्यति हो, तपाईँको परिवार छैन। मलाई त रमाइलो लाग्छ। कति धेरै दाजुभाइहरू हुनुहुन्छ यतिको देशमा आएर दुखी हुने, अलिकति श्रम चाहिँ बेसी नै गर्नुपर्छ, त्यति साह्रो सहज पनि छैन। काम गऱ्यो भने पैसाहरू पनि राम्रै कमाइ हुन्छ। नेपाली दलालहरू बेसी भएको हुनाले अलिकति गाह्रो चाहिँ छ है। यहाँनिरबाट चाहिँ हाइकिङको ट्रेलहरू यसरी लेखेर राखिदिएको हुन्छ। यो हेर्नु न, जहाँ पनि खोला खोल्साहरू पनि ढलाइ गरेर भ्याएको छ क्या। यस्तो पार्कहरूमा पनि कति व्यवस्थित गर्न सकेको है। यहाँ धारो छ, यहाँ चाहिँ पानी नपिउनु भनेर लेखेर रहेछ। यो खोल्यो भने पक्कै पानी आउँछ, हेर्नु है त। ला, जापानले बेइज्जतै गरे नि। आज त्यो के पाइप बिग्रिया रहेछ क्या अरे सायद, पार गर्दाखेरि नलडुन् भनेर। ल हेर्नु, यो पानीमा यसो प्रकृतिसँग। आज चाहिँ यो इभिनिङ वाक भन्दा पनि भिडियो एउटा बनाउनु पर्यो भनेर निस्क्यो म खास। एक्सर्साइज त बिहान जिम गएको, आज हल्का एक्सर्साइज पनि भएको छु म। पछिल्लो समय ठ्याक्कै आज नेपालबाट आएको कति दिन भयो, 1 महिना, 2 महिनाको 7 गते आएको, 4 महिना 7 मा 2 महिना 5 दिन, 60-65 दिन जस्तो भएछ। यहाँ पनि छ यस्तै। नेपाल गएको बेलामा मम्मी बिरामी भएर इन्डिया गएको थिएँ उपचार गर्न, फर्केर आएँ। अनि ठ्याक्कै यता फर्किने बेलामा इन्फ्लुएन्जा भइदियो। 104 डिग्री 103 डिग्री कन्टिन्यू ज्वरो आएर कीर्तिपुर अस्पतालमा भर्ना भएर बस्नु पर्यो। झन्डै 5 दिन 6 दिन हस्पिटलको बसाइ। त्यसपछि फेरि अब यता पनि छोड्नु नमिल्ने। अब आफू नआउने बेलासम्म त सबैजनाले कोअपरेट गरिदिनु भयो। फेरि यहाँ आइसकेपछि पनि झन्डै लगभग तपाईँको 20-21 दिन जस्तो एन्टिबायोटिक नै खानु पर्यो, कुरा निको नभएर। म 71 किलो थिएँ, 71 होइन 70 किलो भएको मान्छे 10-15 दिनमा सर्लाक सुर्लुक घटेर 66-65 किलो भइसकेको छ। ल यस्तरी ठ्याक्कै पार्कको बिचमा पनि कसरी पब्लिक टोयलेटहरू बनाइदिया हुन्छ। त्यो पारिपट्टि देखिएको चाहिँ त्यो क्याम्प फायरहरूको लागि आउँदाखेरि प्रयोग गर्ने ठाउँ। हाम्रो साखिने डाँडामा बनाएको थियो नि समुदायहरूले। ठ्याक्कै गोरुलाई पानी खुवाउँदा अनि न्युरेनीबाट घाँस लिएर आउँदा बस्थ्यौँ, ठ्याक्कै त्यहीँ हो। चाहिँ पब्लिक टोयलेट कस्तो मजाले बनाइदिएको हुन्छ। यो चाहिँ एक साइडमा भयो, ठ्याक्क मल्टिपर्पज टोयलेट भनेको छ। सबै व्यवस्था छ, सफा छ। यो चाहिँ लेडिज टोयलेट, यो चाहिँ जेन्ट्स टोयलेट रहेछ। त अब लेडिजको मात्र जानु भएन। यहाँ यो अगाडि देखिराखेको पनि सबै पछि सफा गरेर क्याम्प बस्ने ठाउँहरू बनाइदिन्छ। त्यसपछि साथीहरूले यति टेक केयर गर्नुभयो, खाने सुत्ने काम। अनि त्यसपछि बिस्तारै रिकभर भएर अहिले फेरि पुरानो 72 केजीमा फर्क्यो। दुब्लाउँदा मोटाउनको टेन्सन, अब मोटाएपछि दुब्लाउनको टेन्सन। यस्तो गाह्रो पो छ त हजुर यहाँ चाहिँ। यहाँ हेर्नु नि, खोला खोल्साहरू कस्तो ढलाइ गरेर राखेको हुन्छ क्या। कस्तो राम्रो छ है। अहिले हरिया ठ्याक्क बसन्त ऋतु पालुवा पलाउने बेलामा।
टोयलेट भयो। यहाँ चाहिँ यो पिकनिकहरू खानको लागि, बारबिक्यूहरू गर्नको लागि सबै बनाइदिएको छ। जतिजना आएर बसेर खान नि मिल्छ। तर यिनीहरूले समय सीमा चाहिँ तोकेको हुन्छ, कहिले बुकिङ गर्नुपर्छ यो ठाउँहरूको लागि। यत्तिकै आउनु यो चाहिँ पार्कको सेकेन्ड टोयलेट पनि ठ्याक्क घर जस्तो। हेर्नु न कस्तो युरोपियन स्टाइलको च्याट्ट मिलाएर राखिदिएको हुन्छ है। कति मिठो देख्दाखेरि पनि। आहा, यहाँनिर अर्को धारो रहेछ। यहाँ चाहिँ पानी आयो है साथी। अघि भनेको पानी नआएर बेइज्जत भएको थियो। यो यहाँनिरको ठाउँ पनि सबै यो तपाईँको बारबिक्यू गर्ने, पिकनिकहरू खाने कस्तो मिलाएर राखिदिएको छ। सफा छ, कसैले पनि फोहोर गर्दैनन्। फोहोर गर्ने त कल्चर नै छैन जापानमा। बिस्तारै हाम्रो देशमा पनि केही चेतना आउला नि। तर मलाई त के लाग्छ, अब यहाँको अलमोस्ट अहिले 80-90 वर्ष 100 वर्ष पुगेको हजुरबुवा हजुरआमाहरूलाई पनि मजाले आफ्नो नामहरू लेख्ने, पढ्ने, पत्रिकाहरू सबै ज्ञान छ। हाम्रोमा अलिकति अशिक्षाको एउटा कमी, अर्को चाहिँ भइहाल्छ नि भन्ने सबैभन्दा नराम्रो बानी। त्यसैले गर्दा केही हदसम्म चाहिँ हामी नेपालीहरू चाहिँ पछि परेकै हो जस्तो लाग्छ मलाई। भइहाल्छ, फल्नुले गरिहाल्छ नि, एउटा टुक्रो फाल्दैमा के हुन्छ र भन्ने ठाउँ बिग्रिया हो कि जस्तो लाग्छ है मलाई चाहिँ। यो चाहिँ तेस्रो टोयलेट कति बनाइदिएको हुन्छ कि जापानिजहरूले। धन्यवाद तपाईँहरूलाई। हामी एकचोटि आमा छोरा पनि आएर बसेका छौँ, त्यस्तो ठाउँ हो यो। कथा बेथा अब के हुन्छ जापानको सबै कुराहरू देखाउने प्रयास गर्छु। कतिको राम्ररी पस्कन सक्छु, कतिको देखाउन सक्छु, त्यसमा पनि भर पर्छ। त्यति साह्रो पर्फेक्ट पनि होइन, पर्फेक्सनिस्ट बन्न खोजेको पनि होइन। जे सक्छु, जे खिच्छु त्यही देखाउँछु। अनि आज पनि जसले यो भिडियो अन्तिमसम्म हेरेर आइदिनु भयो, सम्पूर्णलाई एकदम धेरै धेरै नमन गर्न चाहन्छु। भोलिको दिनहरूमा पनि सकियो भने त्यस्तै भिडियोहरू लिएर आउँछु। यसमा खास विशेष केही हुँदैन, मेरो आफ्नो दिनचर्या, कहिले कुन ठाउँमा जाने, कहिले कहाँ जाने, यसो देखाउने जापानको प्रविधिहरू, यहाँको प्राकृतिक सौन्दर्यता। अहिले जापानमा छँदा जापान एक्सप्लोर गरौँ, नेपाल फर्किसकेपछि नेपाल एक्सप्लोर गरौँला। एउटा बानी बसाउँदैछु, यसमा कारण खासमा केही पनि छैन, एउटा सम्झनाको लागि। जस्तै अब अहिले मैले ट्राभल गर्दा, कतै जाँदा केही कुराहरू खिचेर जस्तै युट्युब जस्तो यो प्लेटफर्महरूमा सेट गरेर राख्यो भने पछि अब आफ्नो एज हुँदै जाँदा अनि आफूलाई एउटा मेमोरीको रूपमा पनि काम लाग्ने। अनि पछि आफ्नो सन्ततिहरूले पनि मेरो परिवार, मेरो बाबा, मेरो छोरा त यस्तो रहेछ, यस्तो गर्छ भन्ने खालको सबैलाई एउटा मेमोरी पनि हुन्छ। अनि जस्तै अब यत्तिकै त खिचेर राखिँदैन नि त यति लामो भिडियोहरू होइन। अब यत्तिकै खिचेर राख्दाखेरि तपाईँको स्टोरेजहरू खाइदिन्छ, त्यति साह्रो इन्ट्रेस्ट पनि लाग्दैन। अब युट्युबमा राख्ने भनिसकेपछि हल्का इन्ट्रेस्टहरू पनि आउँदो रहेछ। अनि यता अब सेभ पनि हुने, आफूलाई सजिलो पनि हुने, अनि हल्का तपाईँको अनि अलिअलि एडिटिङ स्किलहरू पनि डेभलप हुने। त्यसले गर्दाखेरि चाहिँ खिच्नु मन लाग्छ। अनि म टिकटकमा पनि छु है। टिकटकमा चाहिँ मैले प्राय भिसाको कन्टेन्टहरू बनाइराखेको हुन्छु। टिकटकमा पनि साथीहरूले हेरिदिनु गर्नु भएको छ, माया गर्नु भएको छ, माया गर्दै जानु होला। मैले आफूले जति सक्यो राम्रो कुराहरू देखाउने प्रयास गर्छु। बस्ने जाने हे अब ल आजलाई बाई बाई, फेरि भेटौँला।